हेलो एन्ड नमस्ते सबैजनालाई। अनि फेरि पनि दोस्रो भिडियोमा उपस्थित भइसक्यो हामी। अनि म चाहिँ साथीको पर्खाइमा बस्दैछु। साथी आउँदैछ। खोइ कति टाइम लगायो यो साथीले यार। मेरो साथी चाहिँ आउँदैछ। अनि के भयो मुड अफ देख्छु त। अनि ल हामी कहाँ घुम्न जान लाग्यो रे साथी? मोमो खाने प्लानिङ हो आज चाहिँ। अब मोमो नखाने, मोमो नखाने, त्यसपछि आज कतै पैसा छैन चाहिँ नभनौँ हो। किनभने अब यस्तो पैसा कमाउने मान्छेले पैसा छैन भन्दाखेरि अलिकति सुहाउँदैन क्या। हेलो एन्ड नमस्ते। हामी चाहिँ फेरि पनि रोमानियाको ओभर भन्ने ठाउँमा घुम्न जाँदैछु। अनि भिडियोलाई हेरेर इन्जोय गर्नु होला। सबै त्यहाँको पार्कदेखि लिएर सबै देखाउनेछु तपाईँहरूलाई। यहाँ चाहिँ यसरी ट्राफिक नियमको पालना गर्नुपर्ने हुँदो रहेछ। नेपालमा भए यसरी दौडेर जहाँ पाएँ त्यही दौडिन्छ हामी। यहाँ चाहिँ यस्तो लाइट भयो कट्ने बेला होइन। लोकल बसै हो। लोकल बस यहाँ यस्तो हुन्छ है त। 381 नम्बरको लोकल बस। नेपालमा चाहिँ यो फुटपाथ चाहिँ यस्तो हुँदैन है त। हेर्न आउट कन्ट्रीमा चाहिँ फुटपाथ यस्तो हुन्छ, मान्छे हिँड्ने पनि है त। नेपालमा भयो नि गाडी यहीँ मान्छे यहीँ होइन साथी, त्यस्तो हुन्छ। हाम्रो चाहिँ अब तामाङ साथी हो, उहाँ चाहिँ गेटअप चाहिँ कस्तो भइरहेछ यसो हेरिदिनु है त। तर गेटअप त ठिकै छ, तर हेर्नु न अब युरोपको वातावरण भन्दा नि अब सफा हेर्नु न, बाटो हेर्नु कस्तो छ कि है त। यस्तो छ के भनौँ त। गएपछि अब नेपालीहरू 5-6 वर्ष पहिले हुन्छ नि पुरानोहरू, उनीहरूले यहाँको रीति जानेको हुन्छ नि, जानेको। अनि यताउति भइसकेपछि उनीहरूले चाहिँ आफ्नै पर्सनल हुन्छ नि, पैसा ट्याक्स तिरेर पर्सनल नेपालको होटल भन्छ, ह्याप्पी होटल भन्छ, त्यहाँको कसैले किनेको छ। अनि चाहिँ अब आज हामीले आफै बनाउने भनेको मोमो प्लानिङ, तर आज चाहिँ अब भ्याएन समयले गर्दा अलिकति भ्याएन, अलिकति सक्सेस हुन सकेन। तर हामी फेरि ओभरमा चाहिँ त्यहाँ एसियन मार्केट भन्ने हुन्छ, त्यहाँ विभिन्न प्रकारको नेपालीदेखि इन्डियनदेखि लिएर सबै पाउँछ होइन। सबै त्यहाँ गएर खाने हो। जस्तो खाने पैसा चाहिँ तिर्नु पऱ्यो, पैसा बिना त पाउँदैन नि यार भने जस्तो यार। शीतल हुँदो रहेछ त। नमस्ते फेरि पनि तपाईँहरू सबैजनालाई। हामी चाहिँ यसरी खाली भएको समयमा चाहिँ यसरी साथीहरूसँग भेटेर घुम्न जान्छौँ। र हामी चाहिँ स्पेसली रोमानियाको चाहिँ ओभर भन्ने ठाउँमा घुम्न जाने प्लान थियो, तर साथीहरूको कुरा अनुसार चाहिँ ओभर क्यान्सल भएर क्राङ्गासी भन्ने ठाउँमा चाहिँ घुम्न गएको छौँ। अनि त्यहाँनिरको पार्कदेखि लिएर सबै यस्तो ब्युटिफुल छ गाइज। अनि त्यहाँको समुद्र देखेर चाहिँ हाम्रो नेपालको कुलेखानीको याद आउँछ मलाई। अनि भिडियोलाई लास्टसम्म हेरेर रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। र यहाँदेखि चाहिँ ट्रेनमा चढेर जानुपर्ने हुन्छ। हामी चाहिँ ट्रेनमा चढेर गएको छौँ। ट्रेनमा कसरी चढ्ने भन्ने कुरोहरू पनि देखाएको छौँ। भिडियोलाई लास्टसम्म हेर्नु होला है त। नरेश कसरी हाल्ने? खै त भएन त यो। खै त अर्को साथी हाम्रो अगाडि पुग्नु भइसक्यो। ल कति धेरै मान्छे हो आज त। ल कति धेरै मान्छे भयो। ओ माई गड। ट्रेन आइसक्यो। नरेश एकचोटि समय दिनु।
यसो देखेको फ्रेन्डको लागि होइन साथी सबैजना देखिनु पऱ्यो नि यहाँ देखिने त म ल उहाँ चाहिँ मेरो हजुरको परिचय नदिनु होला नरेश म त भन्नु पर्दैन होला सबैजना भन्नै पर्दैन नि यार हामी चिनजानको बयासी 80 मात्र के 82 80 होला पैसा सेलेरी पैसा अनि अहिले त नरेशको त टन्नै पुग्छ त अन्त पुग्छ के एक छुन्छ त कस्तो दामी है ब्युटिफुल पार्क अनि हामी साथीहरूसँग टक्क भेटेर यसरी घुम्न आएको छौँ भइसक्यो होइन अँ यहाँको अनुभव कस्तो भइरहेको यहाँ चाहिँ कस्तो ठुलो पार्क छ अँ होटेलको नाम के रे तपाईँहरू ल साथीहरूलाई चाहिँ आज चाहिँ कस्तो लागिरह त आज ओहो ल हजुरको शुभ नाम के पर्यो हजुर आएको कति भयो रोमानियामा हाल कति कसै भइरहेको छ कस्तो छ हाम्रो मिस्टर अब हाम्रो ल हजुर है त ल हजुर आएको कति भयो हजुरको छोटो शब्दहरू के राखिदिनु पर्यो के कस्तो छ रोमानियामा तर एक हप्ता तपाईँ रोमान्टिक कुरा नगर्नु हो र ल ठिक छ अब लक्ष्मणले कोक खाँदै अब चिप्स खाँदै ट्याक्क ज्यान हेर्नु अब 1.5 वर्षमा ज्यान हेर्नु नेपाल छँदा पुरै मजा थियो अहिले हेर्दै ज्यानदेखि बवालमा छ हाँसोदेखि लिएर कपाल कटाइ हेर्नु आमा ज्यान मोटाउनुको कारण के होला यस्ता यस्ता कोक खाँदै हेर्नु झन् डबल ऊभन्दा डबल हेर्नु झन् यता ल छोटो छोटो मिठो शब्दहरू गइरहेको छ मेरो त के भन्नु यो आएको 7 महिना भयो ऋण तिरेको छैन गदाले बेला केटाहरूसँग घुम्ने हिँड्ने माटो पैसा त गोडा भन्न हुन्थ्यो मिल्दैन भिडियोमा नभनौँ होला हाम्रो त यो वान बोल्ने मान्छेले उहाँ हो छोटो छोटो क्लिप चाहिँ उहाँको हुन्छ नि हाँसे बेङ्गे हुन्छ नि विशेष राखेर छोटो मिठो भोलक आउँछ है त अत्यारे उहाँ लजाउनु भएको छ हामी चाहिँ अब फाइनली त्यो समुद्र भएको ठाउँमा पुगिसक्यो अब नरेश के भन्छ रे यो ठाउँलाई क्राङ्गासी होइन ओभर घुम्न आएको थियो हामी चाहिँ खासमा अब जाउँ साथीहरू ल साइकल हान्ने अब हाम्रो साथीहरूले क्राङ्गासी हुँदैन यो
माछा मार्न चाहिँ दिँदैन होला यहाँ